नमस्ते सम्पूर्णमा। विषम परिस्थितिमा कसले कुन कुन कोणबाट सरकारलाई सहयोग गर्न सकिन्छ भन्ने सवालमा दुई कुरा बोल्न जाँदैछु। सकिन्छ गराउने, सरकारले एक्लैले सक्ने हैन, सरकारले एक्लैले सक्दैन। यो विषम परिस्थितिमा यो अनकन्ट्रोल छ। जस्तै होटल व्यवसायी सङ्घहरूले होटल व्यवसायी सङ्घहरू छ, जस्तै जिल्लामा होटल व्यवसायी सङ्घ छ, यातायात व्यवसायी सङ्घ छ। होटल व्यवसायी सङ्घले आफ्नो आफ्नो जिल्लामा आफ्नो आफ्नो सङ्घमा भन्ने यति 20 वटा 30 वटा 40 वटा 50 वटा खानाहरू प्याक गरेर त्यो पीडित समक्ष मान्छेलाई पुर्याउने काम गर्ने व्यवसायिक सङ्घको थ्रोबाट। अनि अर्को कुरो जुन मेडिकल व्यवसायी सङ्घ छ, यिनीहरूले पनि सक्छ, चाह्यो भने किन नसक्नु। त्यो मेडिसिनहरू कलेक्ट गर्ने र फास्ट एडको रूपमा त्यो ठाउँसम्म पुर्याउने गर्नु पर्यो क्या। जनताले गर्ने हो, हामीले नगरेको कसले गर्छ त? सरकारले मात्रै सक्छ? सक्दैन नि। यो कुनै पनि अवस्थामा कुनै पनि देशको सरकारले मात्रै सक्दैन। विदेशी फन्डहरू पनि आउनु थालेको छ, विदेशी सहयोग पनि आउनु थालेको छ। फर इक्जाम्पल इन्डियाले भर्खरै सहयोग गरेको छ। इन्डियन आर्मीको प्लेन उसमा त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा ल्यान्डेड गरिसकेको छ। मेडिकलका सामानहरू यावत कुराहरू लिएर आइसकेको छ। जस्तै चाइनाले कति के चाहिन्छ, कस्तो चाहिन्छ सहयोग गर्न तयार छु भनिसकेको छ। त्यसैले आफ्नो आफ्नो तर्फबाट आफ्नो आफ्नो ठाउँबाट सबैले सहयोग गरौँ। यो बेलामा एक त गरिब देश हाम्रो झन् गरिब बनायो प्रकृतिले। अब के गर्ने? आइलाको बाउ कोसी त लडौँ भने जस्तो बाउ आइलागे पनि लड्नु त पर्यो। प्रकृतिसँग जुझ्न त सकिँदैन। सतर्कता अपनाउने हो हामीले। त्यसैले आफ्नो ठाउँबाट गरौँ, बुद्धि लगाउँ, थोरै दिमाग लगाउँ नेपालीहरूले। त अब यस्तो बेलामा बाउको लास बगिरहेछ, आमाको लास बगिरहेछ, दाजुभाइ दिदीबहिनी छिमेकीको लास बगिरहेछ, म ग्यास तान्न पुग्छौँ, हामी दाउरा तान्न, माछा तान्न। के हो दिमाग? त्यसैले दुनियाँले भनेको नेपालको आइक्यू कमजोर छ भनेको, आइक्यू कम छ भनेको, त्यसै भनेको होइन नि त। सहयोग गरौँ। यो बेलामा ग्यास तान्न जाने होइन नि त। देश रुइरहेछ, पुरा देश रुएको छ। नेपालको आधीभन्दा धेरै भूभाग पहाडले घेरिएको देश हो हाम्रो। त्यस्तो अवस्था छ। यो बेलामा हामीले ग्यास कुद्न जाने, बाढीमा आएको पक्रिन जाने, खोलामा कुद्ने होइन। सही ठाउँमा दिमाग लाउन, सही ठाउँमा क्या दिमाग लगाउँ। त्यही भएर हामी पछि परेको। सकिन्छ गरौँ, चाह्यो भने किन हुँदैन?